मोलारिटी अफ प्योर वाटर। ल हेर धेरै इम्पोर्टेन्ट क्वेसन है त, धेरै इम्पोर्टेन्ट क्वेसन। प्योर वाटरको मोलारिटी सोधिरहेछ। के सोधिरहेछ? मोलारिटी है त। डेन्सिटी प्रोभाइडेड छ, कहिलेकाहीँ डेन्सिटी नदिन नि सक्छ है त। डेन्सिटी दिएको छ, डेन्सिटी अफ वाटर है, डेन्सिटी अफ वाटर कति दिएको छ? यो भनेको 1 ग्राम पर एमएल। 1 ग्राम कति पर एमएल। अब हेर त मोलारिटी सोधिरहेछ। मोलारिटी भनेको के? नम्बर अफ मोल्स, नम्बर अफ मोल्स बाई भोल्युम केमा? बाई भोल्युम इन लिटर। 1 लिटर भनेको छ। हेर त 1 ग्राम पर एमएल भनेको के? 1 एमएल मास, 1 एमएल सल्युसनको वेट कति? 1 ग्राम। त 1 लिटर भनेको छ। देयरफोर 1000 एमएल को वेट कति हुन जान्छ? हेर त 1000 एमएल भनेको के? 1000 ग्राम भयो कि नै? यो भनेको त 1 लिटर हो कि नै? त मोलारिटी अफ प्योर वाटर सोधिरहेको छ, मतलब नम्बर अफ मोल्स प्रेजेन्ट इन 1 लिटर भनेको 1 लिटर वाटरको नम्बर अफ मोल कति प्रेजेन्ट हुन्छ 1 लिटर वाटरमा, द्याट विल बी द मोलारिटी। त 1 लिटर, त 1 लिटर भनेको कति ग्राम? 1000 ग्राम। मिनिङ के भयो? मोलारिटी अफ वाटर इन 1000 ग्राम अफ इट हो कि नै? हेर त मोलारिटी अफ प्योर वाटर, द नम्बर अफ मोल्स बाई भोल्युम इन लिटर। 1 लिटर वाटर भयो, 1 लिटरको वेट कति? 1000 ग्राम। अब हेर त नम्बर अफ मोल्स भनेको के? मास बाई मोलर मास हो कि नै? त नम्बर अफ मोल्स एन इक्वल्स टु के हुन जान्छ? हेर त हाम्रो एन इक्वल्स टु के? गिभन मास 1000 बाई मोलर मास कति? 18। वाटरको मोलिकुलर वेट थाहा छ नि? मोलिकुलर वेट कति हुन जान्छ? 18 ग्राम हो कि नै? H2O 18 ग्राम। त 1000 बाई 18 भयो हो कि नै? 1000 बाई 18, 1000 बाई 18 लाई हामीले 55.55 नि भन्छौँ, थाहा पाइराख। त कति हुन गयो? 1000 बाई 18। भोल्युम कति हो? भोल्युम भनेको 1 लिटर हो कि नै? त 1 लिटर वाटर, नम्बर अफ मोल्स अफ सल्युट अफ वाटर प्रेजेन्ट इन 1 लिटर अफ वाटर, द नम्बर अफ मोल्स अफ वाटर प्रेजेन्ट इन 1 लिटर वाटर इज के? मोलारिटी। त 1 लिटर वाटर भनेको के भनेको छ? त 1 लिटर वाटर भनेको 1000 ग्राम। त 1000 ग्रामको नम्बर अफ मोल्स सोधिरहेको छ वाटरको है त। त के हुन जान्छ? नम्बर अफ मोल्स गिभन मास बाई मोलर मास। त आन्सर इज के? 1000 बाई 18। यो भनेको 55.55। त आन्सर हेर त, कि त मोलारिटी यति भन कि त यति भन, यो दुवै राइट हो है त। मोलारिटी हाम्रो यो दुवै राइट हो, दुवै, यो पनि यो पनि। हेर त अप्सनमा एमा छ 1000 बाई 18, बीमा छ 55.55, डीमा बोथ ए एन्ड बी। सो बोथ ए एन्ड बीमा जाने। याद गरिराख 1000 बाई 18 भनेको 55.55 हो है त। यो चाहिँ 1000 बाई 18 हो। यति कुरा चाहिँ थाहा पाइराख है त। त मोलारिटी अफ वाटर आजदेखि यादै गर। 55.55 क्वेसन आउने बित्तिकै टिक ल्याइदिने डाइरेक्ट हो कि नै? टाइम के हुन्छ? कम लाग्छ हो कि नै? ल लास्ट क्वेसन